Welcome to my welcome to my vlog. सबैजनाले मेरो vlog हेरिदिनु निष्ठिका हिजै मम्माले हेरेको थियो हैन अनि त पछाडी के फोटो हेरेको ओ निष्ठीको मोबाइलमा हेरेको थिए ओ निष्ठीको मोबाइलमा निष्ठी तेरो मोबाइलमा हेरेको थिए के हेरेको थिए भन्न तेरो मोबाइलमा चाहिँ के हेरेको थिए तिमीले भिडियो ए मेरो भिडियो कस्तो लाग्यो निष्ठी हिजो राम्रो थियो गाइस दिनहरु चाहिँ मेरो भिडियो राम्रो लाग्यो तपाईहरुको राम्रो लागेन भन्दिनु अनि फेरि यहाँ मन्दिर आएको मन्दिर फेरि नि आइपुगेको छौँ चाँडै मन्दिर नजाने हामी उता डुल्नु गइरहेको छौँ मन्दिरदेखि उता पर डुल्नु गइरहेको छौँ मेरो बिनी एउटा चाहिँ एउटा यतापट्टि छ दुईतिर छन् दुईतिर यता साइडमा बस हेर्नुहोस् हिँडिरहेको छु यो चाहिँ आफ्नै पारामा हिँडिरहेको चाहिँ त्यो हिँडेको देखेर यो चाहिँ हाँसिरहेको छ नि हाँसिरहेको छ इस हेर्नुहोस् त्यो चाहिँ हिँडेको छ आफ्नै पारामा त्यो हिँडेको त्यो हामीसित घुम्न जानु भने खुसीले हिँडेको यो हामी आज चाहिँ उता पर भाइरल रोडतिर जाँदैछौँ तर भाइरल रोडसम्म चाहिँ जाँदिनँ म त्यो नजिकै जान्छु त्यस्तो टाढा चाहिँ जाँदिनँ त्यो भाइरल रोड भन्ने टाढा छ त्यो भाइरल रोड चाहिँ दमकमा छ दमकमा रहेको छ अब चाहिँ हामी यताबाट घुमेर गएर यता देखाउँदैछौँ अब चाहिँ हामी यहाँ पल्लो घरमा पुग्यौँ दोकान भएको भए यही हो दोकान भएको भए यतिर रुखसम्म पुग्यौँ हामी चाहिँ एउटी यहाँ छ एउटी चाहिँ देख्नुहोस् कुन चाहिँ हेलो भन्दैछ बिनीले चाहिँ पैसा छ पैसा छ दोकान जानलाई पैसा न अन्त पैसा ल्याएको छु त अहिले एकछिनमा पैसा त ल्याएको छु त अहिले भरे म खुवाउँछु नि आइज न खुवाउँछु नि आइज एउटी चाहिँ जान नमानी एउटा चाहिँ नजाने अरे हामी मात्रै गइरहेको छौँ यहाँ चाहिँ यो र म मात्रै गइरहेको छौँ डुल्नलाई यो र म मात्रै डुल्न गइरहेको छौँ त्यो पनि आउँदैछ पछि नजाने मान्छे पनि आउँदैछ अर्किन चाहिँ नजाने मान्छे पनि आइरहेको छ नजाने मान्छे पनि आइरहेको छ अघि जाँदिनँ भन्दै थियो यो अघि जाँदिनँ भन्दै थियो नि यो अघि जाँदिनँ भन्दै थियो गाइस अहिले फेरि अहिले पछ्याइरहेको छु यहाँ यो चाहिँ जानुभएको थिएँ सानो जानुभएको थिएँ मलाई म अहिले भरे दिउँसो खुवाउँछु भनेर चाहिँ यो पछ्याइरहेको छु मलाई गाइस अहिले भरे दिउँसो चाहिँ म मेरो घर जान्छु र घरतिरबाट पनि भ्लग आउँछ तपाईँ भोलि भ्लग आउनेछ भरे दिउँसोतिर म घर जान्छु अनि मेरो भ्लग आउनेछ त्यहाँ पनि भ्लग आउँछ पौडी लुगाको घरसम्म मात्रै जाने अरे फेरि गाइस यहाँ भाइरल रोड चाहिँ उहाँ परसम्म तपाईँहरूलाई देखाउँछु त्यो परको जुम गरेर देखाउँदैछु परको रोड छ नि त्यो परको पिजो रोड त्यो चाहिँ भाइरल रोड हो हेर्नुहोस् भाइरल रोड चाहिँ कति टाढा छ भाइरल रोड चाहिँ यति टाढा छ नि गाइस हामी चाहिँ घरभन्दा चाहिँ टाढा आइपुगेछौँ घर हेर्नु ल देखिँदैन घर चाहिँ यो टिन भएको घरले छेडेको छ यो टिन भएको घरदेखि पछाडिको चाहिँ हाम्रो घर मेरो मामा हो अनि भ्लग बनाउन पाउँदाखेरि चाहिँ एकदमै राम्रो लागिरहेको छ तिमीहरूलाई कस्तो लागेको छ भ्लग मेरो भिडियो हेरेर कस्तो लागिरहेको छ आज हामी ब्लु कलरको घरसम्म चाहिँ आइपुगेछौँ र ब्लु कलरको घर आइपुगेको छैन उहाँ सधैँ ब्लु कलरको घर चाहिँ आइपुगेको छैन ब्लु कलरको घर आइपुगेको छैन कि म फेरि 3 गते आउँछु म तिमीहरूको घर फेरि 3 गते आउँछु ल 3 गते आउँछु ओइ निस्की म तिमीहरूको घर 3 गते फेरि आउँछु मेरो भाइ पनि आउँछ
अनि अर्कोचोटि म आउँदाखेरि चाहिँ गाइस मेरो भाइ पनि देखाउँछु तपाईँलाई मेरो ब्लगमा बुइनसित मेरो भाइ पनि देखाउँछु ब्लगमा मेरो बुइनी आमा पढाउँदिनँ यसले सानीलाई कुटे गर्छ मेरो भाइले चाहिँ यो सानीले मन पराउँदैन यसलाई कुटे गर्छ भनेर यो पोल सुनाइ गर्छ नि त त्यही भएर मन पराउँदैन मेरो भाइले धेरै फर्किम अब चाहिँ गाइस म भाइरा रोड तपाईँहरूले देखाउँछु अहिले टाढा थियो भने भाइरा थियो भने अहिले चाहिँ नजिक आइपुगेको छौँ भाइरा रोड चाहिँ अब यो पिच देख्छ पिच रोड छ नि त्यो चाहिँ भाइरा रोड हो गाइस सबैजना हेर्ने यो चाहिँ भाइरा रोड एक घर फर्किरहेको छौँ अब चाहिँ यो चाहिँ उताबाट डुल्न नमाने यो चाहिँ डुल्न नमानेर हो हामी फर्केको यो चाहिँ डुल्नु नमानेर फर्केको किनकि यो सानो चाहिँ यो डराइहाल्छ कि रोडतिर जाने बित्तिकै डराइहाल्छ त्यही भएर हामी फर्किरहेको छौँ यहाँ चाहिँ एउटी चाहिँ खुसी हुन्छ कि भाइरा रोड जाने भनेर यो पनि यहाँ रिसाएर छिट्ने यसको बुनीले भाइरा नजाउँ त्यही नजाउँ भनेर अनि अब चाहिँ हामी घर पनि यहाँबाट त घर पनि देखेको छैन घर अलिक टाढै छ उताबाट देखाउँछु फेरि जुम गरेर यहाँबाट घर पनि देखेको छ यहाँदेखि घर पनि देखेको छैन यहाँदेखि घर हामी टाढा छ अनि यहाँ यत्रो टाढा छ नि देखेकै छैन हामी घर जाँदैछौँ किनकि एउटी चाहिँ नजाने भयो हामीले डुल्न गएको थियौँ एउटी चाहिँ नमानेर हो हामी चाहिँ घर गएको हो के भनेको को त भगवान् भगवान् उहाँ हेर्नुहोस् है तपाईँलाई म भगवान् पनि देखाउँछु मन्दिरको त्यो भगवान् चाहिँ यहाँदेखि देखिराख्नु भएको छ यहाँदेखि देखिराख्नु भएको छ ऊ शिव भगवान् चाहिँ हेर्नुहोस् सबै जाँदैछौँ अनि घर पनि देखाउँछु तपाईँलाई म माथि गएर सब देखाउनेछु तपाईँलाई घरमाथि सबै कोठाहरू सब देखाउँछु अहिले चाहिँ हामी फेरि मन्दिरतिर आइपुगेछौँ मन्दिर चाहिँ हिजोको ब्लगमा हेर्नु होला मन्दिर राम्रो छ यसलाई चाहिँ खानेकुरा चाहियो अरे त्यहाँ खानेकुरा गर्दैछ यिनीहरू दुईजना चाहिँ खानेकुरा किनिदिनु भनेको भन्छन् अघिदेखि मसित पैसा छैन भन्दा नि यो दुईवटा मिलेर खानेकुरा किनिदिनु हुँदाखेरि चाहिँ यिनीहरू खानेकुरा किन्ने भन्दैछन् यिनीहरूलाई आइसक्रिम किन्दै थिएँ त्यही भएर खानेकुरा किन्ने भन्दैछ मलाई चाहिँ यिनीहरूले अचेल तपाईँलाई घर पनि देखाउँछु घर अनि मेरो मामालाई दुईवटाको घर देखाउँछु तपाईँहरूलाई तल कोठाहरू सब देखाउने छु कोठाहरू माथि तल बाख्रा पनि देखाउँछु बाख्राले पाएको छ नि गाइस हिजो चाहिँ बाख्राले पाठी पाएको छ म त्यो पनि देखाउँछु तपाईँलाई चल्लाहरू कुखुराहरू सब देखाउँछु माथि कोठाहरू पनि देखाउँछु तपाईँलाई चाहिँ टोइलेट चाहिँ देखाउँदिनँ गाइस त्यो चाहिँ देखाउँदिनँ टोइलेट चाहिँ देखाउँदिनँ अब म तपाईँलाई घर देखाउँछु माथि गाइस अब चाहिँ हामी मन्दिर पनि आइपुगेको नि हेर्नु शिव भगवान्लाई चाहिँ तपाईँले यही भ्लगमै शिव भगवान्लाई दर्शन गर्नु होला शिव भगवान आउँछ सबैजनाले यही भ्लगबाटै शिव भगवानको दर्शन गर्नु होला किनकि तपाईँहरू यो मन्दिर थाहा छैन होला यो मन्दिर चाहिँ दमकमा रहेछ यो मन्दिर आउन चाहिँ क्याम्पस मोडबाट आउनुपर्ने हुन्छ दुईवटा भाइहरू चाहिँ कुदिरहेछन् गाइस घर पनि आइपुग्नु चाहिँ यहाँदेखि चाहिँ घर अलिअलि देखिन्छ घर तपाईँलाई घर कस्तो लाग्छ त्यो पनि भनिदिनु होला र एउटी चाहिँ वहाँ पर पुगिसक्यो रिसाएर किनकि मलाई खानेकुरा किनिदिनु भन्दै थिएँ र मैले नकिनिदिएको रिसाएर वहाँ पर पुगिसक्यो यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ नि राम्रो छ नि सबै हरियाली यहाँ पोखरी पनि छ हरियाली छ यता यस्तो राम्रो ठाउँ छ यता चाहिँ यस्तो बब्बल ठाउँ छ नि तपाईँहरू यहाँ चाहिँ एकचोटि मन्दिर यो यहाँ सबैभन्दा राम्रो लागेको चाहिँ मलाई मन्दिरले गर्दाखेरि ठाउँहरू राम्रो देखेको चाहिँ त्यसैले नै यो ठाउँमा चाहिँ आउनुलाई दमक 5 के अरे उयोबाट क्याम्पस मोडबाट भित्र छिर्नु भने चाहिँ धनेश्वर गेट भन्ने तपाईँहरूलाई मन्दिर ल्याइदिन्छन् ऊ एउटी चाहिँ त्यहाँ पानी खेल्दैछु अघि म सिधा रिसाइरहेको थिएँ अहिले चाहिँ पानी खेल्दैछु यहाँ पानी छेप्नु भनेर आइरहेको छु त्यहाँ हेर्नुहोस् छेप्नु त उयो चाहिँ पानी छेप्नु भनेर खेदाइरहेको छु हामीलाई पानी मात्रै यो पानी छेप्दैछु यो चाहिँ डरा भएपछि यो चाहिँ भुइँको फोहोर पानी छेप्दैछु यो पनि सुरु भइसक्यो गाइस दुईजना मिलेर पानी छेप्छेप खेल्दैछ नि एकअर्कालाई
यिनीहरू दुइटा चाहिँ पानी छेपाछेप खेल्छन् यिनीहरू दुइटा चाहिँ पानी छेपाछेप खेल्छन् सबै अब चाहिँ हामी घर आइपुग्न आँट्यौँ अब घर एउटी लडी त्यहाँ हेर्नुहोस् लडी एउटा चाहिँ कुदेर उहाँ पर पुगिसक्यो घर पनि तपाईँहरूलाई म देखाउँछु यो यतापट्टिको यो बाइक राखेको स्कुटी राखेको देखि अगाडि त फुल त्यो घर हो यहाँ उसको र उसको दिदीको घर मेरो मामला यो घर चाहिँ मेरो मामला हो यो सटर भएको घर छ त्यो चाहिँ मेरो मामला हो अनि अब तपाईँलाई म कुखुराहरू देखाउँछु कुखुराहरू चल्लाहरू तपाईँलाई त्यो पनि देखाउँछु हेर्नुहोस् कुखुराले हिजो भर्खर चल्ला पारेको थियो कुखुराले हिजो भर्खर चल्ला पारेको छ कुखुराले हिजो भर्खर चल्ला पारेको छ अनि अरू चल्लाहरू पनि छन् र म बाख्रा पनि देखाउँछु बाख्राको पाठा जन्मेको थियो बाख्राको पाठा जन्मेको थियो यही हेर्नुहोस् यी बाख्राको पाठा जन्मेको थियो पाठा चाहिँ यस्तो छ म माथि जाँदैछु म चाहिँ अब माथि जाँदैछु हेर्नुहोस् यस्तो छ मेरो मामला चाहिँ तलदेखि हेर्नुहोस् तलदेखि यस्तो छ यस्तो तलदेखि नै यस्तो रहेको छ कोठा हेर्न सक्नुहुन्छ यहाँ कोठा चाहिँ यस्तो छ अहिले चाहिँ यहाँ कोठा चाहिँ यस्तो छ अहिले चाहिँ सानो उभिने चाहिँ लडेको थिएँ यहाँ कोठा चाहिँ यस्तो रहेको छ कोठा चाहिँ ऊ चाहिँ हाम्रो बुवा चाहिँ स्वर्गीयवास हुनुभएको छ यतापट्टिको अर्को फोटो चाहिँ ठुलो बुवाको दाजु हो उहाँ पनि स्वर्गवास हुनुभएको छ उहाँ बुवा र आमा र यो चाहिँ यो फोटो चाहिँ दक्षिणकाली घुम्न जाँदाखेरिको हो यो चाहिँ काठमाडौँ दक्षिणकाली घुम्न जाँदाखेरिको यतापट्टिको त्यो फोटो चाहिँ त्यो मेरो ठुलो मम्मी हो ठुलो मम्मी खस्नु भएको यतापट्टिको फोटो चाहिँ मेरो मामा र माइजू यतापट्टि चाहिँ आमाको भाइ बहिनी र आमाको बहिनी भाइ अनि बुहारी र छोरी हो आमाको यति नै भन्दछु आजलाई यति नै भोलि अर्को ब्लगमा भेटौँ न थ्याङ्क यू अल बाई बाई सबैजना बाई यो ब्लग आजलाई यति नै हो बाई 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 आजलाई ब्लग यति नै अब अर्को ब्लगमा भेटौँ ल